नमस्ते साथीहरु, फेरि पनि हजुरहरुलाई केसरीमा स्वागत छ। आज मैले बनाउन गइरहेकी छु तिते फापरको रोटी। मैले 2 टेबल स्पुन तिते फापर लिगे, तिते फापरको पिठो लिगे। त्यसपछि पिठो भन्दा धेरै मैले पानीको प्रयोग गरे। यसलाई गिलो बनाउनु पर्ने हुन्छ। यो राम्रोसँग मिक्स भइसकेपछि 2 मिनेट्स देखि 5 मिनेट सम्म चाहिँ यसलाई भिजाएर राख्ने। मैले यो घरको घिउ प्रयोग गरे साथीहरु। यदि हजुरहरु चिल्लो खानुहुन्न भने यतिकै पनि पकाउन सकिन्छ, अथवा यसलाई चाहिँ बटर अथवा तेलमा पनि राम्रोसँग पकाउन सकिन्छ। तेल तावा तातिसकेपछि चाहिँ हामीले मिक्स गरेर पिठो र पानी मिक्स गरेर राखिसकेको पिठो तावामा राख्ने। दुई साइडतिर राम्रोसँग पकाउने। तिते फापर खाँदाखेरि हल्का तितो हुन्छ निल्दाखेरि, बट स्वास्थ्यको लागि चाहिँ एकदम राम्रो हुन्छ यो तिते फापर। प्रेसर हाई हुनेले यसको सेवन चाहिँ बढी गर्नुहुन्छ, प्रेसर लो हुनेले चाहिँ मिठो फापर चाहिँ बढी खानुहुन्छ। मैले चाहिँ यहाँ तिते फापर पकाएँ साथीहरु। यो खानामा चाहिँ निकै स्वादिष्ट हुन्छ। यसलाई हामीले जेसँग पनि खान सकिन्छ। दूध, दही, घिउ, चटनी, अचार, मासु जेसँग पनि खान सकिन्छ। मैले चाहिँ यहाँ अहिले तरकारी र चटनीसँग खान थाले साथीहरु। साह्रै मिठो छ। यदि हजुरहरुलाई तिते फापर चाहिन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नु होला। हाम्रो कन्ट्याक्ट नम्बर हाम्रो बायोमा रहेको छ। Thank you for watching video. Keep following and keep loving. Thank you.